ओके, नेक्स्ट टपिक हाम्रो के छ भने सर्भेइङमा युज हुने टुल्सहरूको कुरा छ। सर्भेइङ टुल्स टुल्स नै भनेर भनौँ। के कुरा गरेको छ त यसले हामीलाई इडिएम र टोटल स्टेसनको कुरा गरेको छ। इडिएम भनेको के हो त? अघिदेखि हामीले इडिएम भन्दै आइरहेको थियौँ। यो भनेको चाहिँ इलेक्ट्रोनिक डिस्टेन्स मेजरिङ इन्स्ट्रुमेन्ट हो है। यो टिएस भनेको चाहिँ टोटल स्टेसन भयो। सुन देखिरहेको हुन्छ है। अब यसमा हेर्ने हो भने मोडर्न सर्भेइङ चाहिँ पहिलाको सर्वे र अहिलेको कम्पेयर गर्ने हो भने, ट्रेडिसनल र मोडर्नलाई कम्पेयर गर्ने हो भने, ट्रेडिसनलमा हामीले डिस्टेन्स केबाट मेजर गरिरहेको हुन्थ्यो त? ट्रेडिसनलमा हामीले डाइरेक्ट मेथडमा गऱ्यौँ भने टेपिङ चेनिङहरूबाट गरिरहेको हुन्थ्यौँ होइन। अब इन्डाइरेक्टमा गर्ने हो भने ट्याकोमेट्री अथवा थियोडलाइटको युजहरूबाट हामीले के गरिरहेको हुन्थ्यो त? डिस्टेन्सहरू मेजरमेन्ट गरिरहेको हुन्थ्यो। तर अहिले मोडर्न सर्वेमा चाहिँ अब के हुने भयो त? यो काम ट्रेडिसनल एप्रोचमा चाहिँ अलिक टाइम कन्ज्युमिङहरू देखियो। त्यसलाई छिटो गर्नको लागि चाहिँ हामीले विभिन्न किसिमहरूको डिभाइस बनाएका छौँ। जुन नयाँ डिभाइसको रूपमा आएको भनेको चाहिँ एउटा के हो त? इडिएम हो, जसले चाहिँ डिस्टेन्स के गर्छ त? मेजर गर्छ। यसले डिस्टेन्स मात्र मेजर गर्ने भयो है। अब टोटल स्टेसन्सलाई सँगै राखेर हेर्दै जाने हो भने, दुइटालाई कम्पेयर गर्दै जाने हो भने, यो पनि इलेक्ट्रोनिक डिभाइस नै हो है। यसले चाहिँ के गर्छ? यो चाहिँ के हो भने combination of EDM and digital theodolite भयो। यसले डिस्टेन्स मात्र मेजर गरेको थियो, यसले डिस्टेन्स पनि मेजर गर्ने भयो र सँगसँगै अर्को के पनि एन्ड एङ्गल, डिस्टेन्स एन्ड एङ्गल दुइटैलाई के गर्नु भयो त? मेजर गर्ने भयो है। अब काम गर्ने तरिका अथवा ऊ हेर्छौ भने केबाट गर्न सक्यो त? यसले चाहिँ इन्फ्रारेड अथवा माइक्रोवेभ होइन, माइक्रोवेभ्स यो चिजहरूबाट चाहिँ के गर्ने भयो त? इडिएमले काम गर्ने भयो। इडिएमले आफ्नो जुन डाटाहरू दिन्छ त्यो चाहिँ यसको बेसमा हुने भयो है। अनि अर्को हाम्रो यो टोटल स्टेसन पनि के हो त? कम्बिनेसन यसैमा भइसकेपछि यही चिजहरू इन्क्लुड गरेर नै के हुने भयो त? दिने भयो है। दुइटैले अर्को अप्सन भनेको हामीलाई के दिन्छ त? डाटा स्टोरेजको पनि अप्सन दिन्छ। यसमा नै हुन्छ। यसमा लेस डाटाहरू स्टोर हुन्छ भने यसमा चाहिँ मोर हुन्छ, जुन चाहिँ हामीले के गर्न सक्छौँ त? एक्सट्र्याक्ट गरेर त्यसलाई युज गर्न सक्यो है। अब इडिएमले कसरी काम गर्छ भन्दाखेरि इडिएमले चाहिँ के गर्छ त? एउटा यहाँबाट चाहिँ भनौँ न प्रोड्युसर, अब ट्रान्समिटर भनेर भनौँ। एउटा यो चाहिँ ट्रान्समिटर भयो। यो ट्रान्समिटरले यहाँबाट रे पठाउँछ, ट्याक्क इन्फ्रारेड अथवा माइक्रोवेभ पठायो होइन। यो पठाइसकेपछि यहाँनिर चाहिँ अर्को डिभाइस हुन्छ होइन। यसले चाहिँ के गर्छ त? त्यो रेलाई रिसिभ गर्छ। रिसिभ गरिसके पछाडि यसलाई फेरि के गरिदिन्छ त? रिफ्लेक्ट गरिदिन्छ हो। यो रिफ्लेक्ट गर्दाखेरि यसले ट्राभल गरेको टाइम र भेलोसिटीको आधारमा चाहिँ हामीलाई के दिने भयो त? डिस्टेन्स दिने भयो। भनेपछि डिस्टेन्स भनेको के हुने भयो त? v इन्टु टी बाई 2 हुने भयो। किन त? एकचोटि यसरी गएको छ, अर्कोचोटि यता फर्केर पनि आएको छ नि त, त्यो भएर एभरेज गरियो है। अब इडिएमको कम्पोनेन्ट हेर्छौँ भने अघि हामीले के भनिसक्यौँ त? रिसिभर ट्रान्समिटरको कुरा गरिहाल्यौँ है। ट्रान्समिटर हुन्छ एउटा जसले चाहिँ प्रोड्युस गरिदिन्छ, त्यस पछाडि गएर रिसिभर जसले रिसिभ गर्छ, त्यस पछाडि रिफ्लेक्टर पनि चाहियो। त्यो के गर्ने काम गर्छ त? यसले त्यो जति पनि आएको छ त्यसलाई रिफ्लेक्ट गरिदिने भयो। त्यस पछाडि पावर सोर्सहरू हुनु पर्यो। अनि आएको चिजहरूलाई दिनको लागि चाहिँ हाम्रो के चाहियो त? डिस्प्ले युनिट चाहियो, देखिनको लागि हामीले गरेको कामहरूको रिजल्टहरू है। अब टाइप भने नि जे इन्स्ट्रुमेन्ट भने नि उसको आधारमा गरेको छ, कुन वेभहरू रिफ्लेक्ट गर्छ त्यसको आधारमा नै क्लासिफाई गरिएको छ। त्यही भएर टाइप्स नै लेखौँ, टाइप्स भनेर। एउटा के हुने भयो त? माइक्रोवेभ्स प्रड्युस गर्ने है। त्यस पछाडि अर्को भनेको के हो त? इन्फ्रारेड, त्यस पछाडि लाइट वेभ है। यो चाहिँ एकदमै लङ रेन्जको लागि भयो
यो मिडियम रेन्जको लागि भयो, यो चाहिँ स्मल अथवा थोरै रेन्जको लागि हुने भयो, सर्ट रेन्जको लागि हुने भयो। अब इडियमको युज के को लागि भन्यो भने के गर्न सक्यो त, एउटा लङ डिस्टेन्सहरू एक्युरेटली मेजर गर्नको लागि, रुट सर्वे, रोल सर्वेहरूको लागि, ट्रायङ्गुलेसन ट्राइलेट्रेसनहरूको लागि युज गर्न सक्यो, कन्ट्रोल सर्वेहरूको लागि पनि गर्न सक्यो। त्यस पछाडि सेटिङ आउट इन्जिनियरिङ वर्कहरूको सेटिङ आउट गर्नको लागि पनि के गर्ने भयो त, युज हुने भयो। युज अफ इडियम भनौँ है त, युज अफ इडियम के हुने रहेछ त हाम्रो, डिस्टेन्स मेजरमेन्टको लागि, त्यस पछाडि सेटिङ आउटको लागि, ट्रायङ्गुलेसन्स र ट्राइलेट्रेसनको लागि युज हुने भयो है। एडभान्टेज भनेको के हो त, फास्ट मेजरमेन्ट भयो, सुइटेबल फर रफ टेरेन पनि भयो, हाई एक्युरेसी, रिक्वायर्स फ्यु के त पर्सनल्स। इडियम भनेको के हो त, एटमोस्फेरिक कन्डिसनहरूले एफेक्ट गर्ने भयो, रिक्वायर्स के त अर्को क्लियर लाइन अफ साइट, कस्टलियर देन कन्भेन्सनल मेथड। त्यस पछाडि गएर टोटल स्टेसनको कुरा अघि हामीले गरिहाल्यौँ के काम गर्छ भनेर। यसको कम्पोनेन्टको कुरा गर्छौँ भने टेलिस्कोप हुने भयो, जुन हामीले त्यो लाइटहरूमा देखेका थियौँ। इडिएम युनिट डिस्टेन्स मेजरमेन्टको लागि, अनि एङ्गुलर मेजरमेन्टको लागि पनि चाहियो केही उपकरणहरू, जसलाई हामीले एङ्गुलर मेजरमेन्ट युनिट भन्ने भयो। डाटाहरू सेभ गर्नको लागि माइक्रो प्रोसेसर होइन, डिस्प्ले एन्ड किप्याड। त्यस पछाडि अर्को हामीसँग के चाहियो त, ब्याट्री चाहियो है। अब फङ्सन्स अथवा युजै भनौँ, युज के हो त, डिस्टेन्स मेजरमेन्टको लागि, एङ्गुलर मेजरमेन्टको लागि, त्यस पछाडि गएर कोअर्डिनेटहरू डाइरेक्ट हामीले के गर्न सक्छौँ त, क्यालकुलेट गर्न सक्छौँ। एरिया भोल्युम पनि के गर्न सक्छौँ त, हामीले निकाल्न सक्छौँ यो युज गरेर। डाटा स्टोर एन्ड ट्रान्सफरको लागि पनि के गरे त, ट्रान्सफरको लागि पनि यो युज हुने भयो, अथवा यसको काम भनेर भनौँ है, फङ्सन्स भनौँ। अब युज भनेको के भयो त, यही चिजहरूलाई फङ्सन्स अथवा युज भनेर भनिहाल्यो। त्यस पछाडि अब एडभान्टेज भनेको हाई एक्युरेसी हुने भयो, रिलायबल हुने भयो, फास्ट डाटा कलेक्सन, रिड्युस ह्युमन एरर, डिजिटल डाटाहरू स्टोरेज हुने भयो, सुइटेबल फर कम्प्लेक्स सर्वे पनि हुने भयो। त्यसै गरी लिमिटेसन्स चाहिँ हेरौँ यसको। लिमिटेसन्स के भयो त, फगी वेदरमा युज गर्न सकिएन, फगी वेदर, रेनीमा पनि काम गर्न सकिएन, डस्टसँग एकदमै सेन्सिटिभ हुने भयो, अनि इक्विपमेन्टहरू के हुने भयो त, एक्सपेन्सिभ हुने भयो। यो के रहेछन् त हाम्रो टोटल स्टेसनको लिमिटेसन्सहरू।